जिन्दगी ओइलायो सानी हेर्दा हेर्दै गइगयो जवानी यो जिन्दगी ओइलायो सानी हेर्दा हेर्दै गइगयो जवानी हेर्दा हेर्दै गइगयो जवानी कालो कपाल सेतो भयो फुल्यो के सदारी हिँड्न सक्ने शक्ति छैन टाढा भयो बारी कालो कपाल सेतो भयो फुल्यो के सदारी हिँड्न सक्ने शक्ति छैन टाढा भयो बारी मुख पनि थोते भयो गयो सबै दाँत सधैँभरि गला लाग्छ मिलिँदैन भात सधैँभरि गला लाग्छ मिलिँदैन भात यो जिन्दगी ओइलायो सानी हेर्दा हेर्दै गइगयो जवानी यो जिन्दगी ओइलायो सानी हेर्दा हेर्दै गइगयो जवानी गाउँघरका साथी भाइले बुढो भन्न थाले मेरै जस्तो उमेरमा टिकेस काटे बाले गाउँघरका साथी भाइले बुढो भन्न थाले मेरै जस्तो उमेरमा टिकेस काटे बाले टाउको पनि सधैँ दुख्छ नसा चर्काएर घरमा सबै हेर्न थाले आँखा फर्काएर घरमा सबै हेर्न थाले आँखा फर्काएर यो जिन्दगी ओइलायो सानी हेर्दा हेर्दै गइगयो जवानी यो जिन्दगी ओइलायो सानी हेर्दा हेर्दै गइगयो जवानी आँगन पनि पर भयो छिमेक भयो टाढा सोझो हुँदै हिँड्छु भन्छु ठडिँदैन ठाडा आँगन पनि पर भयो छिमेक भयो टाढा सोझो हुँदै हिँड्छु भन्छु ठडिँदैन ढाडा उठ्न सक्ने शक्ति छैन उड्छु भित्तो समय हात गोडाको मासु सक्यो उड्छु घुँडो समय हात गोडाको मासु सक्यो उड्छु घुँडो समय यो जिन्दगी ओइलायो सानी हेर्दा हेर्दै गइगयो जवानी यो जिन्दगी ओइलायो सानी हेर्दा हेर्दै गइगयो जवानी बिचारा बुढाबुढी लाग गएपछि बुढेसकाल लागेपछि कोही हुँदा रहेछन् कता कता गए लाखा पाखा आफ्नो काममा सबै बुढाको सहारा बुढी बुढीको सहारा बुढा तीर्थयात्रा जाउँ भने पनि छोराबुहारी कोही भ्याउँदैनन् न छोरी भ्याउँछन् मन्दिर जाउँ भने पनि कोही साथी हुँदैनन् बुढाबुढी पक्रिँदै मन्दिर र तीर्थयात्रा धाउनभन्दा अरू केही छैन साथी छैनन् के गर्नु उमेर सौन्जेलसम्म कमाउन धाउन ठिक्क भयो बुढेसकाल लागेपछि हिँड्न सक्दैनन् तीर्थ जानु पर्यो अरे गोत्रोका काम हुन्छन् कि टुङ्गो छैन मुखबाट त्याला चुत्थ लाग्छ चिउँडो भरि
पनि यसै गरी यस्ता दिन आउँछ भन्ने सोचिएन पहिले अहिले यस्तो अवस्था भो खै के भन्नु मैले अहिले यस्तो अवस्था भो खै के भन्नु मैले यो जिन्दगी ओइलायो सानी हेर्दा हेर्दै गयो जवानी यो जिन्दगी ओइलायो सानी हेर्दा हेर्दै गयो जवानी हेर्दा हेर्दै गयो जवानी हेर्दा हेर्दै गयो जवानी। भोले भक्त वत्सल भगवानको जय। हेर्नु त मान्छेको अवस्था अघिसँग तडा देखेका कलशतादेखि सँगै हामीसँग अहिले बुढाबुढीको हालत यस्तो भयो बेहाल भयो हिँड्न नसक्ने थप 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 कामदै कामदै सबैको अवस्था यस्तै अवस्थामा सबैले गुज्रिनुपर्छ यो सबैको अवस्था यस्तै हुन्छ। यसैका साथसाथै आउँ आजको अन्तिम भजनमा सबैजना नाच्दै नाच्दै आजको कार्यक्रमलाई विश्राम गरेछु सबैजना नाच्दै अन्तिम भजनमा